हेलो नमस्ते साथीहरू। ल आजको हाम्रो तरकारी रहेको छ बङ्गुरको मासु, चिप्ले भेन्टा, दाल तरकारी, यता फर्सी, मसौरा र आलु पनि रहेको छ भुटेको। यता ड्रिङ्क्स खाँदै बुढोले आज काटकुट गरेर पकाउन लाग्नुभएछ। आज बुढोको पकाउने दिन। कहिलेकाहीँ छुट्टीमा चाहिँ पुरा यस्तो स्पेसल करीहरू बनाउनुहुन्छ क्या। बुढोको चाहिँ स्पेसल चाहिँ करी नै हो क्या उहाँको। अनि कस्तो मिठो बनाउनु भएछ करी। अलिअलि ग्रेभी हाल्नुभयो, अलिअलि झोल पनि हाल्नुभयो लास्टमा। अनि यता चिप्ले भेन्टा नि पकाइसक्नुभयो। यता हेर्नु न मुलाको अचार कति धेरै हाल्नुभएको, सिसाको अचार पनि कति धेरै हाल्ने हो भनेको के। म त यसो हेर्दा आफैले हाल्नुभएछ क्या सिसाको अचार, यति धेरै हाल्नुभएछ। मैले चाहिँ भात पस्किँदैछु। अनि फेरि करेलाको थोरै अचार पनि थियो, त्यो करेलाको अचार पनि हाल्नुभयो, आफैले हाल्नुभएको है त्यो चाहिँ। अनि अचारै अचार आज चाहिँ धेरै छ क्या तरकारी। खुर्सानी चाहिँ यो अकबरे हो है, यो चाहिँ अकबरे खुर्सानी खान नसकेर आधा राख्नुभएको थियो, आधा हाल्नुभएको छ। अनि मासु हालिदिएँ करी, अनि फेरि चिप्ले भेन्टा भुटेको नि हालिदिनु पर्यो। फर्सी चाहिँ उहाँको सबभन्दा मन नपर्ने है, फर्सी र यो मस्यौरा भनेको हेर्दै हेर्नुहुन्न। म चाहिँ फेरि मेरो फेरि बेस्ट पऱ्यो। अनि म चाहिँ मजाले चिप्ले भेन्टै धेरै हालेर खान्छु क्या। म त चिप्ले भेन्टा, फर्सी, मस्यौरा, आलु खान्छु भनेर लागेछु। यो चाहिँ छोरीको खाना। थ्याङ्क यू।